ल हेलो हेलो वेलकम टु माई ब्लग च्यानल गाइजहरू। ल हामी अब शुभ यात्रामा जानलाई तयार भइरहेका छौँ। शुभ यात्रामा हामी जानका लागि तयार भइरहेका छौँ गाइजहरू। गाना पाउनु गाना पुरानो लड भने बिचमा हाल्नु न पकाउने कलि 50 सर यहाँ हाल्नु बहिनीलाई के अघि नदेखाउनु पर्थ्यो। ल यहाँ दादाको बिचमै ल बाबालाई समात ल लड्दैन ल ल समात है चोकमा पकड्ने चोकमा हिँड्नु है हिँड्नुमा चोकमा हिँड्नु ल बाटोमा अरे त्यहाँ मात्रै बेलना पकड है सब। ल हामी शुभ यात्राको लागि तयार भइसकेका छौँ होइन। यता हामीलाई पनि हो जय प्रभुसान जय प्रभुसान जय प्रभुसान। बेसिका बाबालाई पक्ड है। भाइहरूलाई त यसमा यो झन्डाको ब्यानर हरिको प्रेम बनु भनेको गाइजहरू। हामी अब आज भक्त वत्सल धाम आश्रम पुनर्जन्ममा हामी यता शुभ यात्रामा गइरहेका छौँ। शुभ यात्राको लागि हामी आश्रमबाट निस्किरहेका छौँ।
आन्टी है तदालनको पान्थ्यको के भएर
जय प्रभु उत्तानंद जी। सन्चै हुन्छ? चिन्नु भयो मलाई? म रोशन के रोशन? छोरा छोरी बाइकमा लिएर हिँडेको छु। ओहो दाइ आरामै दाइ केटाकेटीलाई लिइरहेको छ। ए पाहुने धेरै छ। ल हामी अब शोभायात्राको लागि तयार भइसकेका छौँ। जाँदैछ हामी कतातिर यहाँ आश्रमबाट यता गोकर्णेश्वर मन्दिरसम्म घुमेर फेरि आश्रमतिर आउनेछौँ। गोकर्णेश्वर मन्दिरसम्म होइन, गोकर्णेश्वर मन्दिरसम्म मात्रै हो।
जय जय हो जय हो जय हो विनाश हो विनाश हो सद्भावना हो सद्भावना हो सद्भावना हो कल्याण हो कल्याण हो कल्याण हो विजय 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 हो जय 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 ऋषिका हेर्दै गर ल है नुनु नगर है के हो गर्छ नगर हौ हामी यो शोभायात्रामा हिँडिरहेका छौँ गाईहरू होइन हेर्नु मै उहाँ छ अगाडि हामी यता शोभायात्रामा यता हाम्रो भक्तवत्सल चरण धाम आश्रम सुन्दर जलको आज 5औं दिनको कार्यक्रम सम्पन्न भइसकेको छ र हामी यता शोभायात्रामा हामी यता गइरहेका छौँ यता आश्रमबाट यता सुन्दर जलसम्म आश्रमबाट यता गोकर्णेश्वर मन्दिरसम्म घुमेर यसरी आश्रमतिर प्रस्थान हुन्छ त्यसको लागि हामी यहाँ हिँडेका छौँ हेर्दै गर्नु होला गाईहरू
प्रेम से बोले श्री सतगुरुदेव जी महाराज की जय। परमपिता परमेश्वर की जय। आनंद कंद लीलाधारी प्रभुपाल जी मनमोहन भगवान की जय। धर्म की जय हो, धर्म की जय हो, धर्म की जय हो। अधर्म का विनाश हो, अधर्म का विनाश हो, अधर्म का विनाश हो। प्राणियों में सद्भावना हो, प्राणियों में सद्भावना हो, प्राणियों में सद्भावना हो। विश्व का कल्याण हो, विश्व का कल्याण हो, विश्व का कल्याण हो। सत्य की विजय हो, 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 सत्य की विजय हो। हामी अहिले यता हामी बिटी चोकमा आइसकेका छौँ गाईहरू। के अरे अगाडि धेरै अगाडि जानुहुन्न के? बाटोमा गाडी हान्दैन, धेरै अगाडि गर्ने लाइनमा हिँड्नुपर्छ। धर्म की जय हो, धर्म की जय हो। धर्म का कहीँ मेरो पनि आउँछ है। गाडीहरूमा सद्भावना हो। ऋषिका 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 के हो से? सुन्छ कि ऋषिकालाई हेर हेर कहाँ पा हेर। कार्यहरूमा सद्भावना हो, कार्यहरूमा सद्भावना हो। विश्व का कल्याण हो, विश्व का। सत्य की विजय हो, सत्य की विजय हो। हामी यता शोभायात्रामा हामी यता आश्रमबाट यता गोकर्णेश्वरसम्म गइरहेका छौँ। हाम्रा भक्तजनहरू हेर्नुहोस् कति छन्। हाम्रो यो चाहिँ जय प्रभु शान्तिको झन्डा हो गाइज, होइन? यो चाहिँ अब धर्मको झन्डा भन्छ यसलाई। धर्म झन्डा जस्तै त्रेतामा श्री राम, द्वापरमा श्री सत्यमा श्री विष्णुजी भगवान, त्रेतामा रामजी भगवान। अनि कसरी छौ? त्रेतामा रामजी भगवान, द्वापरमा श्री कृष्ण भगवान र कल्कीमा चान्द धाम आश्रमको धाम हो यो। हाम्रो जहिले पनि अब 5 दिन 4 दिन 5 दिनको सत्सङ्ग कार्यक्रम भइसकेपछि लास्टमा हामी भगवानको शोभायात्रा गर्दछौँ र भगवानको शोभायात्रामा मान्छेहरूलाई यसो दिन्छन् कि यो हाम्रो धर्मयात्रा हो, धर्मयात्रा भनेर हामी शोभायात्रा गरेको हो। हेर्न सक्नुहुन्छ गाइज।
हाँ आर्मी गाड़ी आर्मी ने आर्मी तो पुलिस है पुलिस यो चाहिँ हाम्रो भक्तवत्सल शाहनुधाम आश्रमको शोभायात्रामा हामी गइरहेका छौँ गाईहरू हेर्न सक्नुहुन्छ जय प्रभुदान दाई खै सुते कि हेर न तँलाई लड्छ मम्मी त झन्डा पक्रेछ कि त्यसलाई हेर न के नुनु आएको छ मम्मी त झन्डा बोकेको छ कान्छी तखन भजनमा लाग्यो मेरो मन अझ बसरीको धुन सुनेर हो भजनमा लाग्यो मेरो मन अझ बसरीको धुन सुनेर हो ऋषिका बाबालाई पकड ऋषिका कहाँ भयो साहब बहिनी के भयो बाबालाई पकड भन न बहिनीलाई यस्तो तालमा कहिले पुग्नु बसरीको धुन सुनेर हो बसरीको धुन सुनेर हरि भजन लाग्यो त्यो मम्मी हेर न मम्मी बाबु भजन लाग्यो मेरो मन मम्मी त्यहाँ भन
हाम्रो काम हे बाबु बताते हैं हमने Padamananda Radhe Radhe Krishna Radhe Radhe Krishna Radhe Krishna लाइनमा बस्नु भनेको